जस्तो कुकुरले गर्दा हो बाबुआमाले छोरामाथि विश्वास नगर्ने। आफ्नै छोरामाथि यस्तो अविश्वास गरेसी कसरी हुन्छ मेरो प्रगति? नमस्कार दर्शक महानुभावहरू, नेपाली सिने जगतमा पछिल्लो समय एउटा उत्साहजनक लहर देखिएको छ, जहाँ लोकप्रिय हास्य कलाकारहरू अभिनयको पर्दाबाट निर्देशनको जिम्मेवारीमा उत्रिएका छन्। भद्रगोल हुँदै सकिगोनीका कलाकारहरूले धमाधम फिल्म डाइरेक्ट गरिरहेका छन्। कुमार कट्टेल जिग्री, जसले लाल श्रीराम डाइरेक्ट गरेका थिए, जुन फिल्मले ठिकठाक कमाइ गरेको थियो। त्यसै गरी दीपक आचार्य काकु, जसले प्राण फिल्म डाइरेक्ट गरेका थिए, जुन फिल्म वर्षकै सुपरहिट फिल्म बन्यो। त्यस्तै अर्जुन घिमिरे पाण्डेले पनि डाइरेक्सनमा हात हालेका छन्। त्यो फिल्मको नाम हो झरीपछिको इन्द्रेणी हो। सकिगोनी र भद्रगोलका प्रिय कलाकार अर्जुन घिमिरे, जो पाण्डे नामले चिन्नुहुन्छ, उहाँ अब विशुद्ध फिचर फिल्म लिएर आउनु भएको छ, झरीपछिको इन्द्रेणी। कमेडीबाट ड्रामामा फड्क मार्नु आफैमा चुनौतीपूर्ण हुन्छ। पाण्डेको यो डेब्यू फिल्म झरीपछिको इन्द्रेणीको ट्रेलरले उहाँको यो छनौट सही थियो वा थिएन भन्ने बारेमा धेरै सङ्केत दिएको छ। ट्रेलर हेर्दा पाण्डेले कमेडीको हलुकापनभन्दा बाहिर निस्केर एउटा गम्भीर सामाजिक र पारिवारिक कथालाई न्याय दिने प्रयास गरेको देखिन्छ। ट्रेलरको शीर्षक आफैमा प्रतीकात्मक छ। जीवनको कठिन समय वा सङ्घर्ष पछि प्राप्त हुने सुखद परिणाम वा आशा नै झरीपछिको इन्द्रेणी हो। निर्देशकको रूपमा अर्जुन घिमिरेले दृश्यहरूमा सन्तुलन कायम राखेका छन्। कमेडीको हतारो यहाँ छैन, बरु हरेक फ्रेमलाई गहिरा दिन खोजिएको छ। ट्रेलरले फिल्मको मुख्य द्वन्द्वका 3 महत्त्वपूर्ण पक्षहरूलाई उजागर गरेको छ। नम्बर 1, पारिवारिक जटिलता। फिल्मको केन्द्रमा पारिवारिक सम्बन्ध र त्यसभित्रको विश्वास वा अविश्वासको सङ्घर्ष रहेको बुझिन्छ। नम्बर 2, सामाजिक भ्रष्टाचार र नैतिक प्रश्न। ट्रेलरको सबैभन्दा शक्तिशाली शब्दमध्ये एक हो, तपाईँ भ्रष्ट हुनुहुन्छ। यो संवादले फिल्ममा सामाजिक वा राजनीतिक भ्रष्टाचारको विषयवस्तुलाई पनि उठाएको देखाउँछ। एक पात्रले अर्को पात्रको नैतिकतामाथि प्रश्न उठाएको यो दृश्यले कथालाई केवल पारिवारिक दायरामा मात्र सीमित नराखी सामाजिक मुद्दाहरूसँग पनि जोडेको छ, जसले कथामा झरी सिर्जना गर्ने प्रमुख तत्त्व यही भ्रष्टाचार हुन सक्छ। नम्बर 3, आशा र यथार्थको खोज। झरीपछिको इन्द्रेणी नामअनुसार कथाले निराशा वा कठिन परिस्थितिबाट आशाको बाटो खोजेको छ। वैध वा वास्तविकले सत्य र न्यायका लागि गर्ने सङ्घर्षलाई प्रतिनिधित्व गर्छ। ट्रेलरमा देखाइएका प्राकृतिक र जङ्गलका दृश्यहरूले पात्रहरूले आफ्नो जीवनको कठिन समयमा सहरको कोलाहलबाट टाढा गएर कुनै महत्त्वपूर्ण निर्णय लिएको हुन सक्ने अनुमान लगाउन सकिन्छ। कथा वस्तुको प्रस्तुतिमा अर्जुन घिमिरेले दर्शकलाई अन्त्यसम्म बाँधि राख्ने कला अपनाएको देखिन्छ। यस फिल्मको अर्को ठुलो शक्ति भनेको यसको कलाकारको चयन हो। नम्बर 1, रमेश उप्रेती। नेपाली सिने जगतका अनुभवी कलाकार रमेश उप्रेतीको कमब्याक, जसलाई दर्शकले निकै चासोका साथ हेरेका छन्। ट्रेलरमा उहाँ एक गम्भीर र परिपक्व चरित्रमा देखिनुहुन्छ। भावनात्मक दृश्यहरूमा उहाँको प्रस्तुति एकदमै सशक्त छ। नम्बर 2, गणेश उप्रेती र अन्य कलाकार। गणेश उप्रेतीको भूमिका पनि ट्रेलरमा प्रभावशाली छ। उहाँ मुख्य द्वन्द्वको एक महत्त्वपूर्ण हिस्सा हुनुहुन्छ। त्यस्तै दीपाश्री निरोला लगायत अन्य कलाकारहरूले आफ्नो भूमिकामा न्याय गरेको देखिन्छ। नम्बर 3, कास्टिङ केमिस्ट्री। फिल्ममा कलाकारहरू बीचको आपसी तालमेल र भावनात्मक सम्बन्ध यथार्थपूर्वक लाग्छ। विशेष गरी पारिवारिक सदस्यहरूको रूपमा उनीहरूको प्रस्तुति कथालाई विश्वासयोग्य बनाएको छ। निर्देशक पाण्डेले एउटा सशक्त कलाकार समूहलाई कुशलतापूर्वक परिचालन गर्न सफल भएको ट्रेलरले पुष्टि गर्छ। कुनै पनि ठुलो फिल्मलाई सफल बनाउन प्राविधिक पक्षको ठुलो भूमिका हुन्छ। फिल्मको छायाङ्कन स्तर निकै उच्च देखिएको छ। लोकेसनहरूको सुन्दरतालाई कुशलतापूर्वक कैद गरिएको छ। कलर ग्रेडिङले कथाको मुडलाई राम्रोसँग समर्थन गरेको छ। प्राकृतिक सौन्दर्य र पात्रहरूको आन्तरिक द्वन्द्वलाई एउटै फ्रेममा मिलाएर देखाउने प्रयास सराहनीय छ, हैन? त्यसै गरी ब्याकग्राउन्ड स्कोरको कुरा गर्दा ट्रेलरमा प्रयोग गरिएको पृष्ठभूमि सङ्गीत फिल्मको आत्मा हो भन्दा फरक पर्दैन। विशेष गरी पछिको द्रुत गतिमा दृश्यहरू परिवर्तन हुँदा जुन सङ्गीत बज्छ, त्यसले दर्शकमा उत्सुकता र एक प्रकारको सस्पेन्स सिर्जना गर्छ। यसले फिल्मको भावनात्मक दृश्यहरूमा थप गहिराइ थपेको छ। समग्रमा अर्जुन घिमिरे पाण्डे निर्देशित झरीपछिको इन्द्रेणीको ट्रेलर एक आशाजनक सुरुवात हो। यो ट्रेलरले कमेडीको पर्दाबाट आएका निर्देशकहरूले पनि गम्भीर र गुणस्तरीय फिल्म बनाउन सक्छन् भन्ने प्रमाणित गर्न खोजेको छ। अनुभवी कलाकारहरूको साथ
बलियो सामाजिक कथावस्तु र उत्कृष्ट प्रविधिक पक्षले गर्दा यो फिल्मले दर्शकहरूलाई हलसम्म तान्न सक्ने सम्भावना देखिन्छ। हामी झरीपछिको इन्द्रेणी टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दै यो फिल्म नेपाली सिनेमामा अर्को सुपरहिट फिल्म बनोस् भन्ने कामना गर्दछौँ। तपाईलाई यो ट्रेलर कस्तो लाग्यो कृपया कमेन्ट बक्समा आफ्नो विचार राख्नुहोला। पछि पनि हजुरलाई यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला है। धन्यवाद।